वातावरण त्यहाँ अङ्कल पनि पुलिस मामा हुनुहुन्छ अगाडि यत्रो टोली छ हामी यस्ता डल्ला डल्ला पछाडि गाई त्यस्तो अन्याय गर्नु अनि हामी यस्तो लिएर हिँड्छौँ के अरे प्लास्टिक बोझ कम गरौँ प्रकृतिलाई मुस्कुन तिम्रो के छ पढ शान्त धाम घराउन नि हुँदैन गाई म चाहिँ भ्लग बनाउन हिँडेँ फोटो टिप्नु मेरो नाम चाहिँ फुलकुमारी बहानालाई बोल्न देऊ न कस्तो बोल्नु न यिनीहरू कस्तो छन् भने पापीहरू छन् गाइस यो एयर पोल्युसनले मेरो आँखा एकदम धेरै कुहिनु लागेको छ गाइस भ्लग बनाउन भ्लग बनाएर हो कि बोलेर तिन-चार शब्द यसो अब हामी सरहरू पनि यस्तै हिँड्नुपर्छ सरहरूले म त मान्छे नै चिनिरहेको पछाडि यति धेरै मान्छेहरू छन् फोटो टिप्ने हो फोटो टिप्दैछन् गाइस म चाहिँ यस्तो मेरो त भिडियो बनाउनु पर्छ कि फोटो टिप्ने टिपौँ भने यो उचाल्नु पर्छ मैले नि एउटा चाहिँ फोटो आकृति हो तिमी देख्छौ हामी अब सरसफाइ अभियानमा लागेका छौँ अयो ओइ सरी तिमीलाई छ्या फोहोरले हेर त त्यो सम्झनाले त फोहोर बोकेको थिएँ हामी कहाँनिर आइपुग्यौँ फोटो टिप्दा टिप्दै हामी चाहिँ के अरे ओइ भन न यहाँ के अरे हो यहाँ के भन्छ अरे र्यालीमा र्यालीमा कहाँ पुग्यो के ठाउँ भन्नु न चापागाउँ क्या होइन के प्याङ्गाउँ आएको प्याङ्गाउँ भन्दा माथि कुमारदाईको होटल कम्प्युटर क्लास जुत्ता चप्पल त्यहाँ छ अनि खाजा खानु भयो यता छ पछाडि यत्रो धेरै र्यालीहरू छ अनि हामी यहाँ छौँ कस्तो तरकारी बाख्ना तरकारी मासु मासु कस्तो भइरहेछ त अनि केराहरू किन्नु भइरहेछ है प्याज पनि टिप्नुपर्छ हामी खोइ आकृति कस्तो फिल भइरहेछ त अनि तिमीलाई आकृति बाहेक नामै छैन कसैको टिप्या हो तिमी टिप म त भ्लग बनाउँदैछु प्लास्टिक फोहोर हाल्ने सर प्लास्टिक यता दिनु न छिट्टै पार तान्छ हाम्रो गाडी चाहिँ अब एकछिनमा सकिन्छ माथि भयो फोटो सन्तार मात्रै है बाटो भएर यत्रो धेरै छ गाडी हाम्रो कलेजको कति ओइ हाम्रो कुन ब्याचलाई लिएर आएको यहाँ फोटो टिप्नलाई म्यानेजमेन्ट अनि अर्को पनि हो उनीहरू पनि बिएहरू नै हो बिए ओइ हामी र्याली लाउन हिँड्दा होइन भन्न न एकचोटि प्लास्टिक ओइ भन त बोल न तिमी केही तिमी त बोल्दै सफा गरौँ भनेर यता सुरु भइसक्यो अनि अलि ठुलो सरले के भने हामी पनि बोलाउँ न ओयो त्यसमै भन्ने के खोइ म भन्छु म भन्छु त्यसले सरले खोइ दिनु भएन त्यो बोल्न पाइँदैन ल भन यहाँ देखाइरहेको छु मैले भन्ने बोझ कम गरौँ प्रकृति ए हुन्छ अब फरक छ माइकले काम नगर खोइ moments later सरको बोली सुक्यो जस्तो छ हामी कहाँ गयो हामी हिमशिखर पार्टी कार्यालयमा फोटो टिप्न आएको यहाँ तलबाट एकैचोटि आरती भन्न आयो हो भने हामी यो पार्टी कार्यालयमा भोजान नै आएन कसैले बोलाएन अन्याय गरे हामीलाई
अब चाहिँ हामी कहाँ जाने ओइ सभाहालमा जाने हो थाहा छैन होइन त्यो कार्यक्रम गर्नु अब मेरो भ्लग सक्यो बाई बाई गाइस हामी गोटी दाटीले आएको यहाँ ताहेलसम्म आएको है ताहेल होइन यहाँसम्म आएको होला बाई बाई सेलिब्रेट गर्नुपर्छ भने यहाँ पार्टी प्यालेस छ सफा गर्दैछौँ हामी 40 देखाउँ ल हामी चाहिँ बेमा आउने जसले फोर्का छ त्यसले अब कारबाही हुन्छ भोज खान नदिने भोज खान नदिने मामा हाँस्नु भयो सुनेर मामा त हाँस्नुहुन्छ अब चाहिँ हामी हाम्रो भ्लग सक्यो बाई बाई गाइस अब हामी हलमा गएर के अरे कार्यक्रम एकदम मग्न मुद्दा भएर सुन्छ यहाँभित्र चाहिँ यस्तो भित्र यस्तो छ नाइस यहाँ पे गर्न मन लाग्यो यहाँ आउनु होला समझ रहे हो मेरो राम्रो छ सन्जिता यहीँबाट गर्ने हामी कस्तो राम्रो छ अनि यहाँ बस्नलाई पनि आनन्द छ हजुरहरूलाई के अरे है वर्तमान अनि के गर्नु छ भने समथिङ सबै गर्न मन छ भने यहाँ आउनु पैसा लिँदैनौँ गरिदिन्छौँ हाम्रै हो खोइ त आकृति अब चाहिँ धेरै नै भइसक्यो खोइ देखिन यार खुट्टी खुट्टा अब चाहिँ भाइ बाई आजलाई यति नै फोर धेरै छैन गाइस